भन्दा ठुलो चाहिँ पैसा होइन भन्छन्, तर यहाँ पैसा नहुनेहरूको कुनै पनि भ्यालु नै हुँदैन। सो हेलो नमस्ते सम्पूर्णमा स्वागत छ हजुरहरूलाई मेरो आफ्टर लङ टाइम पछिको मेरो मिनी ब्लगमा। यो मिनी ब्लग चाहिँ मेरो 2 दिनको हो। यी दिनहरूमा पनि म बिहानै उठेर आफ्नो कामतर्फ लागेँ, पसलमा व्यापार गर्नको लागि। र बिहान चाहिँ मौसम राम्रै थियो भने दिउँसोदेखि चाहिँ पानी पर्न थाल्यो। पानी पर्दा पनि मैले चाहिँ व्यापार गर्न छोडिनँ, व्यापार गर्यो। तर पनि यो पानी पर्दा चाहिँ गाह्रो हुने के पसल छोप्ने ओर्ने निकाल्ने गर्दै व्यापार गर्न थाल्यौँ। जे जस्तो भए पनि व्यापार गर्नु परिहाल्छ। र असिना नै कत्रो ठुल्ठुलो परेको थियो कि हिजो र अस्ति चाहिँ। र पैसा नै सबैभन्दा ठुलो कुरा लाग्यो कि मात्र बिना पैसा त यहाँ कसैको कुनै पनि भ्यालु नै हुँदैन। पैसाकै लागि यति दुःख गरे हुन्छन् हामीले होइन। तर पैसा अब कहाँ सकिन्छ के गर्छ र धेरै डिफ्रेन्ट हुन्छ कि यो पैसा। र मैले चाहिँ यो व्यापार गरेर पैसा कमाउन एकदमै गाह्रो भएको छ कि बर्खामा चाहिँ धेरै गाह्रो छ, अरू बेला चाहिँ मलाई सजिलै लाग्छ। सो थ्याङ्क यू सो मच फर वाचिङ, लभ यु अल, बाई बाई, नेक्स्ट भिडियोमा भेटौँला।